हेलो दर्शकबिन नमस्कार। आज फेरि पनि आज म हजुरहरूको सामु आइसकेको छु। आज चाहिँ मैले बेसिक कटिङ चाहिँ कसरी सिक्ने, घरमै बसेर आज बेसिक कटिङको बारेमा चाहिँ हजुरहरूलाई भन्ने छु। यदि तपाईँ कुनै रेस्टुरेन्टमा काम गर्न चाहनुहुन्छ, किचन लाइनमा छिर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ बेसिक कटिङ चाहिँ कुन कटिङ बोर्डमा के काट्ने, कुन कटिङ बोर्ड कलर अनुसार चाहिँ डिफ्रेन्ट हुन्छ, त्यसको लागि चाहिँ कुन नाइफले, कुन कलरको नाइफले के काट्ने सबै कुरा चाहिँ हजुरहरूलाई डिटेलमा म बताउने छु। त्यसको लागि पुरा भिडियो हेर्नु होला। यो चाहिँ हाम्रो ग्रिन कटिङ बोर्ड हो, हरियो कटिङ बोर्ड। यसमा चाहिँ हाम्रो भेजिटेबल अनि फ्रुटहरू कटिङ हुन्छ। यो चाहिँ ब्लू कलरको, निलो कलरको चाहिँ कटिङ बोर्ड हो। यसमा चाहिँ हाम्रो सीफुड आइटमहरू कटिङ हुन्छ। सीफुड जस्तै माछा, प्राउन्सहरू कटिङ हुन्छ गाइज। यो चाहिँ ब्राउन कलरको कटिङ बोर्ड हो गाइज। यसमा चाहिँ मासु, पाकेको मासुहरूलाई चाहिँ काट्नलाई युज हुन्छ। यो चाहिँ येल्लो कटिङ बोर्ड, येल्लो कलरको नाइफ हो गाइज। यसमा चाहिँ चिकनहरू, फ्रेस चिकनहरू ल्याएर चाहिँ काट्नुपर्छ। पकाउनुभन्दा पहिला काट्ने, युज गर्ने चाहिँ यो कटिङ बोर्ड हो। र गाइज हामीसँग चाहिँ व्हाइट कलरको कटिङ बोर्ड चाहिँ छैन। व्हाइट कलरको चाहिँ हाम्रो बेकरी आइटमहरू, केक आइटमहरूलाई चाहिँ काट्नलाई युज हुन्छ, तर त्यो हामीसँग चाहिँ छैन। नाइफ मात्र छ हामीसँग, युज चाहिँ हुँदैन हैन। सो किचनमा युज हुने कटिङ बोर्डहरू चाहिँ यति नै हो गाइज। अब चाहिँ म कसरी चाहिँ कटिङ गर्ने त, कटिङ नर्मली घरमै कसरी कटिङ गर्न सिक्ने त्यो भन्दैछु। हामीले नाइफ चलाउँदाखेरि चाहिँ औँलामा चाहिँ यसरी नाइफ पर्नुपर्छ गाइज। अनि स्लाइस चाहिँ हामीले जतिसक्दो पातलो गऱ्यो भने राम्रो हुन्छ। हामीले नाइफ चलाउँदा चाहिँ यसरी चलाउनुपर्छ गाइस, पुरा सिधा स्ट्रेट हुन्छ नि यसरी। हामीले यसरी चाहिँ घरमै सिक्न सक्छौँ। अब तपाईँहरूलाई चाहिँ म कुकुम्बर, काँक्रा काटेर पनि देखाउँछु। काँक्रालाई चाहिँ म स्लाइस गर्छु। स्लाइस गर्दाखेरि मैले बिस्तारै काटिरहेको छु, किनकि हामीले सिक्नु छ नि त, सिक्दाखेरि बिस्तारै काट्नुपर्छ। स्पिड भन्ने कुरा बिस्तारै आइहाल्छ। काट्दाखेरि चाहिँ हामीले जहिले पनि यसरी औँलामा चाहिँ टक्क स्ल्याब हुने गरी काट्नुपर्छ। त्यो कुरा नोटिस गर्यो भने हामीले कटिङ चाहिँ मजाले सिकिन्छ। ठाउँमा सिमला मिर्च काट्दाखेरि चाहिँ अलि अलग टाइपले काट्छ। म चाहिँ सधैँ यसरी काट्छु, किनकि यसरी काट्दाखेरि हाम्रो वेस्ट चाहिँ धेरै जाँदैन कि। मैले धेरै देखेको पनि छु, मान्छेहरूले यसरी काट्छ कि, यसरी काटेर ठेलो फालिदिन्छ, टुको फालिदिन्छ, अनि युज चाहिँ बिचको मात्र गर्छ क्या। त्यही भएर हामीले चाहिँ यसरी काट्दाखेरि यति मात्र वेस्ट। यो चाहिँ कटिङको स्टाइलहरूको बारेमा भन्दैछु हजुरहरूलाई। यो चाहिँ हाम्रो फाइन जुलियन हो। यो चाहिँ नुडलहरूमा जेमा पनि युज गर्न मिल्छ। यो चाहिँ जुलियन, यो चाहिँ त्योभन्दा अलिक मोटो हुन्छ। यो चाहिँ हाम्रो ब्रोनाइस हो। यो चाहिँ ब्रोनाइस कट। यो चाहिँ स्मल डाइस हो। यो चाहिँ स्लाइस कटिङ हो गाइस, स्लाइस। यो चाहिँ हाफ माउन्ट कटिङ हो गाइस। यो चाहिँ लार्ज डाइस कटिङ हो गाइस। यो चाहिँ लार्ज डाइस। यो चाहिँ डायमन्ड कटिङ हो गाइस। यो चाहिँ डायमन्ड कट। यो चाहिँ स्लाइस हो गाइस, स्लाइस कटिङ। सो गाइस कटिङको स्टाइलहरू चाहिँ यही नै हो। हजुरहरूले घरमै यसलाई सिकेर आफूले किचन लाइनतिर चाहिँ छिर्न सक्नुहुन्छ, घरमै सिक्न सक्नुहुन्छ। यो बेसिक कुराहरू चाहिँ आउनुपर्छ किचन लाइनतिर छिर्नको लागि। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। अर्को भिडियोमा अर्को टपिक लिएर आउने छु। धन्यवाद।